हामी चाहिँ अहिले चितवन जिल्लाको यो उपरदाङगढी भन्ने ठाउँमा आइपुगेका छौँ। यो उपरदाङगढी कसरी नाम रह्यो त हामीले बुझ्न बाँकी नै छ। यो चाहिँ तपाईको रणबहादुर शाहको कान्छो सुपुत्रले अंग्रेजसँग युद्ध लडेको स्थान रहेछ र यो चितवन जिल्लाको चाहिँ सदरमुकाम रहेछ, पुरानो सदरमुकाम। अब हामी चाहिँ गढी भित्र छिर्दै छौँ। गढीको अवस्था यस्तो छ। यो चाहिँ ऐतिहासिक दरबार पनि रहेछ। यहाँ राजाको दरबार होला। वीर गोर्खालीहरूले युद्ध लडेका पुराना हात हतियारहरू यहाँ रहेछन्। चण्डी तोपमा प्रयोग गरिने गोला होला यो। त्यो बेला हाम्रा सेनाले प्रयोग गरेका बन्दुक, भरुवा बन्दुक, खुकुरी, ढाल, तरबार यहाँ रहेछन्। पनि खुकुरी, खुँडा। यो चाहिँ संग्रहालय रहेछ। चेपाङ जातिको, गुरुङ जातिको, मगर जातिको वेशभूषा, विभिन्न जात जातिका वेशभूषा आदि रहेछन् यहाँ। भग्नावशेष यस्तो थिएछ। अहिले गढीको अवस्था यस्तो छ।